हेलो गुड मर्निङ प्रेज द लर्ड जय मसी सबैलाई र आज फेरि पनि तपाईँहरूको बिचमा सानो एउटा सन्देश लिएर आएको छु। आशा गर्छु तपाईँहरू सबै नै आशिषित हुनेछन् र हाम्रो परमेश्वर महान र शक्तिशाली र सामर्थ्य हुनुहुन्छ र परमेश्वर आज हामीसँग विभिन्न तरिकाले बोल्नुहुन्छ। वचनद्वारा बोल्नुहुन्छ, भविष्यवाणीद्वारा बोल्नुहुन्छ, कुनै घटनाद्वारा बोल्नुहुन्छ, कुनै व्यक्तिद्वारा बोल्नुहुन्छ र त्यसद्वारा हाम्रो जीवनमा हामी आशिषहरू उपलब्धि गर्छौँ। त्यस्तै नै तपाईँको बिचमा मैले पनि यहाँ केही वचन लिएर आएको छु। अनि यहाँ चाहिँ पशु प्राणीहरूद्वारा आज तपाईँहरू मसँग परमेश्वर बोलिरहनु भएको छ। त्यो चाहिँ हितोपदेश प्रोभर्ब्स च्याप्टर 30 वर्सेस 24बाट 28सम्म हितोपदेश 30 अध्यायको 24बाट 28सम्म हामी त्यहाँ पाउँछौँ। त्यहाँले यसरी लेखेको छ, म पढिदिनेछु। चारवटा कुरा छन् जो पृथ्वीमा साना छन् तापनि तिनीहरू साह्रै बुद्धिमान छन्। कमिला शक्तिहीन प्राणी हुन्, तर तिनले ग्रीष्म ऋतुमा आफ्नो खानेकुराको भण्डार तयार गर्छ। पहराको न्याउरी मुसो कमजोर जन्तु हुन्छन्, तापनि तिनीहरूले आफ्नो घर पहरामा नै बनाउँछन्। सलहरू तिनका राजा हुँदैनन्, तापनि तिनीहरू दलदल गरी आक्रमण गर्छन्। छ्यापारो त्यसलाई हातमा पक्रन सकिन्छ, तापनि त्यो राजाहरूका महलहरूमा पनि पाइन्छ। हालेलुया। तो यहाँ कमजोर यहाँ प्राणीहरूको विषयमा बताएको छ, तर त्यसद्वारा परमेश्वरले तपाईँहरू मलाई शक्तिशाली कामको विषयमा देखाउनु गइरहनु भएको छ। त यहाँ हामी देख्छौँ कमिला एउटा एकदमै कमजोर प्राणी हो, सबैलाई थाहा छ। तर पनि आज त्यसद्वारा परमेश्वरले हामीलाई ठुलो शिक्षा दिनु खोज्नु भएको छ। त्यो चाहिँ यहाँ दुईवटा कुरा म निकाल्न चाहन्छु यसबाट। एउटा चाहिँ भयो मेहनती परिश्रमी, अर्को चाहिँ भयो तयारी प्रिपेरेसन। र आज हामी एउटा विश्वासी भएपछि धेरैचोटि हामी अर्कोको आशामा रहन्छौँ, होइन? कसै व्यक्तिको आशामा, धनी व्यक्तिको आशामा, कोही मन्त्रीको आशामा, अरूको आशामा धेरै हामी त्यस्तो विश्वासीहरू वा हामी सेवकहरू पनि त्यस्तो गर्ने गर्छौँ। त्योभन्दा बरु हामीले परिश्रम गर्नुपर्छ। परमेश्वरको वचनले त्यो भन्छ, हितोपदेश 6 अध्यायको 6मा कमिलालाई गरेर हेर, त्योबाट सिक भन्नुभएको छ। त आज तपाईँहरू मैले चाहिँ परिश्रम गर्न सिक्नुपर्छ, जे पनि गर्नुहोस्, होइन? र अरूमा भर पर्नुभन्दा आफ्नो हातको मेहनतको कमाइ तपाईँले खानुभयो भने, अनि त्यसद्वारा तपाईँले समय निकालेर सेवकाइ गर्नु भने अझै असल हुनेछन्। अनि अब अर्को चाहिँ 2 नम्बर चाहिँ हामी यो अन्तिम दिनहरूमा अहिले आइपुगेका छौँ प्रियहरू, र धेरै हामीले देखिसकेका छौँ घटनाहरू, विभिन्न प्रकारको समस्याहरू हामी पृथ्वीमा देखिरहेका छौँ। र मलाई यस्तो लाग्छ हामी अब अन्तिम दिनहरूमा अब हामीहरू हिँडिरहेका छौँ। अनि त्यसको लागि पनि हामीले आफैलाई तयार गर्नुपर्छ, ताकि हामी ऱ्याप्चरमा नछुटौँ। यो ऱ्याप्चरमा हामी परमेश्वरको साथमा उठाइलगौँ। अनि दोस्रो चाहिँ के हो, 26मा हेर्नुहोस्, पहराको न्याउरो मुसो। अनि यो चाहिँ के हो, यो पनि एउटा कमजोर जन्तु हो। अनि यसले चाहिँ आफ्नो घर पहरामा नै बनाउँछ, कमजोर भए तापनि। हेर्नुहोस् त, यहाँ हामी 2 कुरा हामी यहाँ देख्न सक्छौँ। एउटा चाहिँ वाइस बिल्डर, एउटा बुद्धिमानी निर्माण गर्ने व्यक्ति। अर्को चाहिँ प्रभुमा भरोसा गर्ने, ट्रस्ट इन द लर्ड, प्रभुमा भरोसा। यो बहुत मुख्य छ। आज तपाईँ र म पनि एउटा ज्ञानी, एउटा वाइस बिल्डर, एउटा ज्ञानी निर्माता हुनुपर्छ। आज तपाईँ र मैले परमेश्वरबाट ज्ञान बुद्धि माग्नुपर्छ। हामीले कसरी चल्नुपर्ने, होइन? कसरी घर परिवार चलाउनु पर्ने, कसरी मैनेजमेंट, रुपैयाँ पैसा मैनेजमेंट गर्नुपर्ने, कसरी समाजसँग मिलेर काम गर्नुपर्ने, हरेक कुराहरू त्यहाँ हामी पाउँछौँ। र यसको लागि हामी
संसारमा भए तापनि आज हाम्रो काम यस्तो होस् ताकि समाजले पनि राम्रो पाओस् होइन। र एकदमै वाइस बिल्डर, एकदमै ज्ञानी हामी एउटा निर्माण गर्ने व्यक्ति बन्नुपर्छ। अनि आत्मिक क्षेत्रमा पनि त्यसरी नै आज हाम्रो विश्वासको घर चाहिँ चट्टानमा नै बनाउनुपर्छ। अनि अर्को ट्रस्ट इन द लर्ड, प्रभुमा भरोसा गर्ने कुराहरू पनि त्यहाँ आउँदछन्। अनि धेरैचोटि हामी भरोसा धनी मानिसमा, कोही शक्तिशाली व्यक्ति र रुपियाँ पैसामा, दबाई पानीमा होइन, सानो कुरा हुँदै हामी मेडिसिन खानेतिर लाग्छौँ। एउटा केही अलिकति हाम्रो खोकी लाग्यो कि डक्टर पछि लागिहाल्छ, औषधितिर हामी पुग्छौँ। अनि त्यस कारणले कति कुरामा हामीले परमेश्वरमा भरोसा राख्नुपर्छ, किनकि येशू हाम्रो चङ्गाइकर्ता हुनुहुन्छ। उहाँले तपाईँहरू मेरो बिमारको रोगहरूको श्रापलाई लिएर क्रुसमा बलि भएर उहाँ फेरि पनि बलि उठिसक्नु भएको छ। अनि अर्को चाहिँ 27मा हेर्नुहोस् त, सलाहहरू तिनीहरू राजा हुँदैन तापनि तिनीहरू दलदल गरी आक्रमण गर्छ। यहाँ चाहिँ हामी देख्दछौँ, यहाँ पनि दुईवटा कुरा मैले लिएर आएको छु। एउटा चाहिँ कोअपरेसन, आज कोअपरेसन, अनि अर्को चाहिँ युनिटी। अब यो कोअपरेसन यहाँ चाहिँ मिलेर काम गर्ने होइन, यहाँ चाहिँ एकजुट भएर काम गर्ने। यहाँ के छ देख्छौँ, सलाहहरूको राजा नभए तापनि उनीहरूको लिडर, अगुवा, नेता, उनीहरूलाई मार्गदर्शन नदिने कोही एउटा मुख्य व्यक्ति नभए तापनि यो सलाहहरू के छ, सँगै काम गरेको छ, वर्किङ टुगेदर होइन, एकसँग मिलेर काम गरेका छन्। हाँ लगाएर आज परमेश्वरले त्यही चाहनुहुन्छ। आज हामीहरू एउटा अभियानमा छौँ। आज हाम्रो एउटा अभियान जुन चाहिँ अनरिच, जहाँ सुसमाचार पुगेको छैन तिनीहरूलाई बचाउने होइन, त्यो व्यक्ति, त्यो परिवारको घरमा पुग्ने, आज हाम्रो त्यही छ। त्यस कारणले आज हामी त्यो कुरामा चाहिँ एक भएर अगाडि बढ्नुपर्छ। तर दुःख लाग्दो आज आफ्नो मण्डली बढाउनुको लागि हातथापमा छ। अर्काको मण्डलीको सदस्यहरू, मेम्बरहरू चोरेर आफ्नो मण्डलीलाई बढाउने होइन। तेरो मण्डलीभन्दा मेरो मण्डली राम्रो, मेरो मण्डलीमा यस्तो हुन्छ उस्तो हुन्छ भन्दै प्रभुको भन्दा आफ्नो मण्डलीको प्रशंसा, त्यहाँको नेतृत्व गर्ने व्यक्तिहरूको प्रशंसा गरेर आज मण्डलीमा त्यो कोअपरेसन जुन त्यो एकता हराएको छ। त्यस कारणले आज हामी आफ्नो गोलमा, आफ्नो त्यो पुग्ने ठाउँ, गन्तव्य ठाउँमा जुन हाम्रो अभियान छ, दर्शन छ, त्यसमा हामी पुग्नु असफल भएका छौँ। गुवाहाटीमा पनि त्यस्तै छ, मेरो छेउमा होइन। त्यहाँ हाम्रो मण्डलीबाट निस्केर गएको कोही भाइ छ, कोही बहिनीहरू छन्, तिनीहरूको सुसमाचार प्रचार गर्ने फिल्ड चाहिँ हाम्रो विश्वासीको घरहरू अहिले अलिक कम भएको छ। एक समय त खालि हाम्रै विश्वासीको घरमा आएर प्रचार गर्ने, त्यस्तो पनि तपाईँले हेर्नुहुन्छ। अनि युनिटी चाहिँ आज हामीलाई एकता, त्यो खाँचो छ, एकअर्कालाई प्रार्थना गर्ने, एकअर्काको सेवकाईमा, सुसमाचारमा साथ दिने, अरौपरौमा र विभिन्न उसमा हामीहरू विश्वासीहरू चाहिँ एकतामा होइन हामी अगाडि बढ्नुपर्छ। यो युनिटी चाहिँ एमङ विश्वासीहरूमा होइन, विश्वासीको बिचमा चाहिँ कुनै पनि चर्चको किन नहोस्, तर हाम्रो एउटा युनिटी एज अ क्रिस्चियन हाम्रो हुनुपर्छ। अर्को चाहिँ छेपारो, 28मा छेपारो, त्यसलाई हातमा पक्रिनु सकिन्छ तापनि त्यो राजाहरूका महलहरूमा पनि पाइन्छ। प्रिय, यहाँ पनि मैले दुईवटा कुरा लिएर आएको छु। यहाँ चाहिँ पहिलो चाहिँ फियरलेसनेस होइन, यसमा अब निडरता, भयरहित होइन। यसमा आज हामी विश्वासीहरू धेरैचोटि भयमा जिउँछौँ, सुसमाचार प्रचार गर्नु, गवाही दिनु डर गर्छौँ। तपाईँको हामीहरू सेवकाईमा पनि हामी डराउँछौँ, बाहिर पनि कहिले कहिले हामी विश्वासी भन्नु डराउँछौँ, बाइबल हातमा बोक्नु डराउँछौँ। धेरै कुराहरू छ, हुन त विभिन्न ठाउँमा परिस्थिति अनुसार हुन्छ, तर पनि आज हामीले त्यो कुराहरू ख्याल गर्नुपर्छ। आज हामी नडराउने विश्वासी हुनुपर्छ होइन र। छेपारो उसले हामी एउटा गरिबको घरमा पनि पाउँछौँ, महल, राजकुमार घराना वा राजमहलमा पनि पाउँछौँ, मुख्यमन्त्रीकोमा पनि पाउँछौँ, प्रधानमन्त्रीको बङ्गलामा पनि पाउँछौँ, राजाको घरमा पाउँछौँ, हरेक ठाउँमा पाउँछौँ। कति हेर्नुहोस् त,
हर ठाउँमा पाउँछौँ। ऊ चाहिँ के हो, त्यो एकदमै भयरहित भएर ऊ अगाडि बढेको कारणले आज तपाईँहरू म पनि आज हामीले साहसी हुनुपर्छ होइन, डराउनु हुँदैन। आज हामीहरू साहसी भएर अगाडि बढ्यौँ भने निश्चय हामी पनि त्यस मुकाममा हामी पुग्न सक्छौँ। अर्को चाहिँ फेरि हम्बल, नम्रता। अनि जब हामी मत्तीमा पढ्छौँ 5 अध्यायमा नम्रताहरूले देश अधिकार गर्छ भनेको चाहिँ होइन, नम्रताले चाहिँ देश अधिकार गर्छ अरे। प्रिय हो, आज तपाईँहरू म जब अहङ्कारी हुन्छौँ, घमन हुन्छौँ, हामी कहिले पनि देश अधिकार गर्न सक्दैनौँ वा कसैको हृदयमा हामी एउटा त्यो ठाउँ हामी पाउँदैछौँ, त्यो माया, त्यो स्थान हामी पाउन सक्दैनौँ। यहाँ भनेको छ 5 अध्यायको 5मा, धन्य नम्र हुनेहरू थिए किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउँछन्। अनि पृथ्वीको अधिकार भन्नको अर्थ चाहिँ आज मानिसको हृदयमा हामीले ठाउँ पाउँछौँ। तपाईँहरू मलाई खोज्दै उहाँहरूले खोज्दै आउनुहुन्छ होइन। त्यस कारणले प्रिय हो, तपाईँहरू म यो चारवटा कुरालाई ख्याल गरौँ र हामी यो वचनमा ध्यान दिउँ। तपाईँले अझै पनि यसलाई पढ्नुहोस्, अझै योभन्दा ठुलो प्रकाश पाउनुहुन्छ होला। त जे होस्, मेरो छोटो यो बिहानको सन्देश यहीँ टुङ्ग्याउँछौँ। सबैलाई परमेश्वरले प्रशस्त आशिष दिउन् र दिनभरि तपाईँको डोर भागमा परमेश्वर आशिष गरून्। छोटो प्रार्थना गर्छौँ। सर्वशक्तिमान प्यारो परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँ महान र जिउँदो हुनुहुन्छ, सधैँ एक समान, कहिले नबदलिने, हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। आज पनि तपाईँले त्यस्तै नै हाम्रो वास्ता र फिक्री गर्नुहुन्छ। धन्यवाद। र प्रभु यो बिहानै तपाईँको चरणमा आएका छौँ प्रभु, एक एकको जीवनमा तपाईँ कार्य गर्नुहोस् पिता। एक एकलाई प्रभु तपाईँको सुरक्षा र प्रोटेक्सन दिनुहोस्। अहिले फेरि पनि प्रभु यो कोभिड बढिरहेका छन् पिता परमेश्वर। यस कारण हामी अन्धकारको त्यो शक्तिले, त्यो कोभिडको आत्मालाई हामी बाँध्छौँ, नष्ट गर्छौँ प्रभु। यसलाई फैलिनु नदिनुहोस् र जति पनि विश्वासी छोराछोरीहरू छन् प्रभु, प्रत्येकलाई तपाईँको सुरक्षा हामी खोज्छौँ। तपाईँको रगतले हामी एक एक विश्वासले प्रभु ढाक्दछौँ प्रभु येशू। र सहायता गर्नुहोस् पिता परमेश्वर। सबैलाई स्वास्थ्यसँगै बल ताकत दिनुहोस्, शरीरमा आत्मामा बढ्दै जानु दिनुहोस्, धनमा बढ्दै जानु दिनुहोस्, परिवारमा बालबच्चामा आशिष गर्नुहोस्, उनीहरूको इन्कम सोर्स, खेतीपाती पशुपालनमा आशिष गर्नुहोस्, बाहिर जाँदा भित्र आउँदा आशिष गर्नुहोस्, सुरक्षा दिनुहोस्। प्रार्थना गर्छु। धन्यवाद प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुभएको। धन्यवाद प्रभु, यो प्रार्थना प्रभु येशू मसीहको नाममा छ। आमेन। हवस् त, तपाईँ सबैलाई फेरि बिदा चाहन्छु। गॉड ब्लेस यू। थ्याङ्क यू।